यसको नि के कथा छ। पहिला नै हाम्रो ड्याडीले राख्नु भएको अरे यो घार, अनि मैले गाउँबाट लिएर आएको थिएँ। मले त घरको स्पेसल म पानी पे पानी पानी रस अझै बनाउनै ला रहेछ नि यता हेर्नु, छाता भरिसक्यो दिवाला बाँकी छ नि। हजुर आज उठेर लाग्यो उल्टी गर्न भनेर बेकार गयो भने हस्पिटल लग्यो जाउँला एकचोटि पछि। घरको स्पेसल म निकाल्ने तरिका पनि हेर्नुहोस्, स्पेसल गाउँले तरिका। कमी छैन यता त छ किन हुन्छ पुऱ्याइदिनु माया मोटर दिनु भन नि त्यसमा के बटाइस उठा न उठाउन मम्मीलाई पुऱ्याउनु पर्ने क्या अझ धकल्नु पर्ने अझै भन्ने तपाईँ निकाल ल्याएको थियो बल्ल भरिन रहेछ थाहा छ। बर्खामा खाइदिन्छ हामी खाँदा यसरी निकाल्न लाग्यो भने हामीले निकाल्यो भने रस सबै चोइदिन्छ। यसको मोइम बन्छ यो महिनाको लास्ट निकालेपछि ठिक्क हुने रहेछ। अब पानी बढ्यो भने मौरी जान्न नि सर्न सब खाइदिनु माथि धकल्नु पऱ्यो यसो बारे यसो धकल्नु पऱ्यो हामी कहाँ सत्ताला थियो हामी कहाँ सक्दैदेखि
अझ छ पहिला यतैबाट काट्दै काट्दै जानु पर्यो कि अनि बल्ल निस्किने अझ पानी ल्याउनु भावनालाई लुटामा पानी दिनु ए भावना भावना ए भावना पानी ल्या त लोटामा भने त खाना रहेछ यो सेतो हुन्छ नि त खाना भर्ला हुन्थ्यो छोड्दै त्यतिकै टक्क निकालिसकेपछि देखाउँछु अहिलेसम्म यति भयो अझ छ बाँकी निकाल्नु हेर न थालो तातो ममा डुब्यो क्या बाजे त्यो हुनाले हो क्या मजाले निकाल्यो बाजेले अन्त ठिक छ बाजे यो भद्दला हुन् कि किद्दला हुन् यस्तो भएको यो सेतो सेतो यो मलाई लाग्छ यो भरिरहेछन् अहिले पनि भरिरहेको थिएँ तर अब बर्खाको महिना बाहिर निस्किन पाउँदैन अनि यही म खाएर बाँच्छन् यिनीहरू त्यही भएर राम्रो निकाल्दिएँ नचेलेपछि केही गर्दैन नि मेरो हातमा पनि बसेको छ भर्खरै उठ्यो चल्नु हुँदैन यस्तरी बसेसम्म बाहिर खास गरी हाम्रो ड्युटीको चिनो हो हाम्रो ड्याडीले राखेको घारले हो त्यसैले मैले गाउँबाट उठाएर लिएर आएँ त्यस यसरी साफ गर्नुपर्छ टक्क यहीँ बस्नु भनेर किन काट्दैनन् बाजेलाई एउटाले काटिसक्यो हातमा बाजेकोमा छोडिदियो
त भएन यति नभएको छ बेला निखारेर कति आउँछ भन्ने एक डब्बा आला यार मको प्रकार म यसरी निकाल्ने गरिन्छ हेर्नुहोस् टक्क हल्का ततायो तताएर पछि यस्तरी कपडामा हालेर कुनै पनि छान्ने कपडामा सर्लक्क हामीले यत्रो यो कडाई लगभग भरिला छ अब यसमा निचड न लास्टमा तताउँला पहिला यहाँ हाल अब यसमा गर क्या मम्मी पोखेला र त्यो अर्को त नाप ल त्यसलाई माथि राखिदियो पनि हुन्छ राख्न अहिले कहीँ पनि भाडा राख्ने होइन यो राख्ने होला हो कस्तो मजाको देख्छ यार बच्चा थिएन किन थिएन अन्डा कति बच्छन् बाहिर जाने हेर्छ त्यो चपाएर खाने बेकार भागै भन्न लाउँछु पनि किनै भन्न हामी कति खान्थ्यौँ पहिला गाउँ उसै चुइगम चपाएर भडाभड है एकदम मला बच्चालाई रे अझ छ नक्कै पनि मान्दैन अन्नवाला पालिदियो हल्का टटाएन त्यसलाई यहाँ टेम्की मालेर टेम्की खनायो तपाईँ उठेर के हुन पोल्दै ल्याउने मैले पनि खाएको हेर्छ यसमा एकदमै राम्रो भिटामिन हुन्छ क्या त्यो मैले खाएको मैले तर मान्छेहरू घिन मान्छन् त यसमा अन्डाहरू हुन्छ नि त अन्डाहरू हुनाले घिन मान्छन् क्या यस्तो अन्डा के यो सेतो सेतो देखाइदियो तँलाई यो सेतो सेतो छ नि अन्डा हो जहाँ पाएँ त्यही फाल्दु हुन्न रे मैले त्यही राखिदिएँ छोडिदिनु त्यो निचड्ने होला खाने पछि बडाबडी जस्तै चपाएर अहिले एकछिन तल्ला गरेर जानुपर्ने हो नम्रा म त हिँड्न त बच्चाहरूलाई स्कुल गउँदैबाट थिएन बाजे पनि जाने त बाजे कपडा चेन्ज गरेर आन्न ल्याउने गर्छ अनि यहाँ बच्चालाई हस्पिटल यार मेरो त अझै हस्पिटल मेन डक्टर छैन परिश्रममा त गएर आए कार थिएन 11 बजीतिर आउँछ आजको लागि यतिको नै हो जानकारी है फेरि पनि हेर्दै गर्नु होला म तर यो युट्युब च्यानलमा हाल्नलाई बनायो किनभने सबैलाई जानकारी होस् भनेर स्पेसल्ली तर यसमा चोखा लाग्छ रे प्लिज चोखा नलगाइदिनु होला होइन अरूभन्दा नि यसको नि केही कथा छ पहिला नै हाम्रो ड्याडले राख्नु भएको अरे यो घार अनि मैले गाउँबाट लिएर आएको थिएँ त्यति बेला ल्याउँदाखेरि चाहिँ टक्क घार पहिला उसले के भन्छ त्यो मौरी उ गर्ने अन्जरी
मौरीले काट्दैन, मौरी भन्छु र मच्छरले काट्दैन भने जालीले छोपेर कति कटाएर लिएर आएको थिएँ क्या मैले बल्ल तल्ल। त्यसपछिको म हो, मेरो पनि मेहनत छ यसमा। ल सी यू सुन गाइज, बाई।